एकजना 30 वर्षीय महिला बसभित्र हरासमेन्टको शिकार हुन्छन्। उनले त्यस विरुद्ध आवाज उठाउँछिन् तर उनलाई बसबाट बाहिर धकेलिन्छ। उनी घाइते हुन्छन्। यो केसमा अक्युजलाई जेल चलान गरिन्छ तर प्राय हरासमेन्ट जस्तो अपराधसँग जोडिएका कतिपय केसहरू रिपोर्ट नै भएका हुँदैनन्। कतै समाजले के भन्ला भन्ने डर, कहिले ज्यानधनको क्षति गराउने धम्की र कहिले परिवारको इज्जत। यो सब कुराले भिक्टिम चुपचाप बस्नु परेको छ र जेलमा जीवनभर खोजिनु पर्ने अपराधी फेरि अर्को शिकारको खोजीमा बाहिर निस्कन्छ। I was sexualized as a child a lot. I think I have mentioned this, or she would show my chest to show my family members how much I was growing, or she would force me into revealing clothing I never wanted to wear. मसँग कुनै पनि प्रुफ छैन भन्नलाई, त्यही भएर म कसैको पनि नाम लिदिन. I hope you guys understand. कल्पना गर्नुहोस् तपाई कुनै बस अथवा पब्लिक प्लेसमा हुनुहुन्छ। कुनै अपरिचित व्यक्ति आएर तपाईलाई बिना मर्जी छुन थाल्छ। एक दुई पटक होइन तर पटक पटक। यो कुनै काल्पनिक कथा होइन, धेरै महिलाहरूले दैनिक रूपमा भोगिरहनु परेको समस्या हो। राम्रो समाजको परिभाषा अनुसार हेर्ने हो भने यो सबैभन्दा ठूलो अपराध हो। 2021 नेपाल महिला आयोगले 735 वटा हेरासमेन्टको केसहरू रेकर्ड गर्छ, जुन सार्वजनिक बसभित्र मात्र रेकर्ड भएको हो। साथै काठमाडौँ उपत्यकामा गरेको एक सर्वे अनुसार 60% भन्दा बढी महिलाहरूले सार्वजनिक सभामा हेरासमेन्ट अनुभव गरेका छन्। तर यो सबमा एउटा झन् डरलाग्दो कुरा के हो भने अधिकांश भिक्टिमहरूले रिपोर्ट नै गरेका हुँदैनन्। अनि यसको मुख्य कारण हाम्रो समाज हो। हाम्रो समाज जसले उल्टै भिक्टिमको क्यारेक्टरमाथि प्रश्न गर्छ, कपडामा दोष दिन्छ अनि कहिले त परिवारको इज्जत जाने भन्दै आफ्नै परिवारले समेत चुप बस्न भनिदिन्छ। तर आफ्नै परिवारको सदस्यको न्यायका लागि आवाज उठाउन नसक्नेले यहाँ कुन इज्जतको कुरा गरिरहेका छन्। आजको यो भिडियो केही पुरुषहरूका लागि असहज हुन सक्छ, तर असहजता आवश्यक छ किनकि महिलाहरूका लागि यो असहजता होइन, दैनिक रूपमा भोगिरहनु परेको ट्रमा हो। धेरै पुरुषहरू वुमेनलाई सबकन्सियसली अब्जेक्टिफाई गर्छन्। प्याट्रियार्चल इन्भाइरोमेन्टमा हुर्केका केटाहरूले सानो उमेरबाट नै सिक्छन् महिलाहरू प्लेजरको अब्जेक्ट हुन्, पर्सन होइनन्। उनीहरूको दिमाग यस्तो सोचले भरिन्छ कि एउटा टच नै त हो, के नै भएर ऊ आफै नजिक पुगेकी हो, कसैले हेरिरहेको पनि त छैन। तर यो नै इन्टाइटलमेन्ट हो। भिडभाड र अन्य कुनै बहानामा उनीहरू प्रोक्सिमिटीको आड लिन्छन्। एक्सिडेन्ट जस्तो देखाए पनि उनीहरू जान्दछन् उनीहरूले के गर्दैछन् भनेर। बारम्बार हेरासमेन्टको डरले महिलाहरूको भित्र सर्भाइभल इन्स्टिङ्क्ट डेभलप हुन्छ। उनीहरू आई कन्ट्याक्ट गर्न छोड्छन् अनि सबैभन्दा दुःखद कुरा उनीहरू आफूले आफैलाई दोष दिन थाल्छन्। साइकोलोजीमा यसलाई लर्न हेल्पलेसनेस भनिन्छ। यहाँ हाम्रो समाजले सिकाउँछ राम्रो केटीहरूले सिन क्रिएट गर्दैनन्, तर एउटा प्रश्न, राम्रो केटा भनेको चाहिँ के होला? यदि एउटाले नराम्रो गरिरहेको छ भने भिक्टिमले त्यस विरुद्ध आवाज उठाउनु नै पर्छ। हेरासमेन्ट महिलामा मात्र सीमित नहोला अनि हेरासमेन्ट गर्नेहरू पुरुष मात्र पनि नहोलान्। समाजलाई दूषित बनाउने सबै समाजका अपराधी हुन् र उनीहरूले त्यस अनुसारको सजाय पक्कै पाउनुपर्छ। मैले यो विषयमा पब्लिक बसको मात्र कुरा गरिन। हेरासमेन्ट बसमा मात्र सीमित छैन, अन्य धेरै ठाउँमा पनि यो भइरहेको हुन सक्छ। यहाँसम्म कि कहिलेकाहीँ त आफ्नो नातागोता पर्नेले समेत आफ्नो असली अनुहार देखाउन पुग्छन्। यो सब कुनै घटना होइन जुन झुक्किएर घट्ने गर्छ। यो त त्यस्तो दुर्बल मानसिकता हो जसले दिमागलाई भ्रष्ट बनाउँछ अनि के ठिक के बेठिक छुट्याउने क्षमतालाई नष्ट गरिदिन्छ। बरु मानसिक रूपमा दुर्बल भएका मानिसलाई के सही के गलत भन्ने थाहा होला, तर अरूको शरीर र भावनासँग खेल्नुलाई आफ्नो विजय ठान्नेहरूको दिमागलाई चाहिँ खोलामा तलतिर बगाएर माथितिर खोज्न जानु ठिक होला। र यो सब समस्या समाधानका लागि सार्वजनिक स्थान, बसहरूमा सीसीटीभी जडान गर्ने, महिला सिटको व्यवस्था कडाइका साथ लागू गर्ने जस्ता धेरै उपायहरू होलान्। तर यहाँ समस्या स्थानको होइन, सिटको होइन। यहाँ समस्या सिर्जना हुनुको मुख्य कारण नै हाम्रो मानसिकता हो। समाज परिवर्तन गर्नलाई पहिला आफू परिवर्तन हुन सक्नुपर्छ। सबैलाई शिक्षाको खाँचो छ, तर सैद्धान्तिक होइन जसले शिक्षित युवालाई देश बाहिर लखडिरहेको छ। हामीलाई त्यस्तो व्यवहारिक शिक्षाको खाँचो छ जसले हामीलाई मान्छे बनाउन सकोस्, जिउँदो लास छैन।
अन्त्यमा ह्यारासमेन्ट कुनै एक्सिडेन्ट होइन, यो कल्चर होइन, यो नर्मल पनि होइन, यो अब्युज हो। र जबसम्म हामी एक्सक्युज दिइरहन्छौँ तबसम्म लाखौँ महिलाहरूले साइलेन्समा सफरिङ गरिरहेका हुनेछन्। अनि बोइज मस्ट लर्न कि रियल मास्कुलिनिटी भनेको रेस्पेक्ट हो, डोमिनेन्स होइन। र परिवर्तन त्यति बेला सुरु हुन्छ जब हामी आफै परिवर्तन हुन सुरु गर्छौँ।